हामी गङ्गा जल जाँदै यहाँ यमुनोत्रीजीको मन्दिर दर्शन गर्नुहोस्, अवलोकन गर्नुहोस् सबैले। यो माको मन्दिरमा छौँ, माको यमुनोत्रीजी दर्शन नभएको जय मा जय मा जय मा जय मा। चाहिँ है यमुनोत्री माको उत्पत्तिको जग्गा, यहाँ उठमा यमुनोत्रीजीको उत्पत्ति तपाईँहरूले देख्नुहुँदैछ। यमुनोत्रीजीको दर्शनमा हामी आइपुगिसकेको छौँ है। You won't see it anywhere now. भगवानको लीला यस्तो छ है। ये जो जल है गुप्त केदार गंगा, ठीक है, जहाँ पे बैटरी का फोकस हो रहा है बाल हनुमान, हनुमान जी का छोटा सा रूप ये वाला, ठीक है, हनुमान जी का छोटा सा रूप, ठीक है महाराज, जहाँ पे बैटरी का फोकस हो रहा है 7 पनों वाले शेषनाग देवता जी, ये 7 पनों वाले शेषनाग देवता जी, ठीक है महाराज, जहाँ पे बैटरी का फोकस हो रहा है। ऊपर गरुड़ भगवान दिख रहा है, आधा पंख दिख रहा है, चोंच भी दिख रही है आगे, ये गरुड़ भगवान, ठीक है महाराज। माँ गंगा का वाहन है मगरमच्छ वाला, माँ गंगा जी का वाहन है मगरमच्छ क्रोकोडाइल, ठीक है, इसके ऊपर गंगा माता जी स्वयं विराजमान है, ठीक है महाराज। यहाँ पर पीछे विष्णु जी का पद्म शंख, विष्णु जी का पद्म शंख त्रिशूललाई चाहिँ हामीले हल्लाउन सक्छौँ भन्ने चाहिँ मन्दाकिनीको रामतेरी गङ्गामाइलीको सुटिङ भएको जग्गा। यहाँ चाहिँ रामतेरी गङ्गामाइली सुटिङ भएको जग्गा है। हर्सिल भाग्यले हामी पनि दर्शन गर्न आइपुग्यौँ। यहाँ हामी गङ्गोत्री धाममा हामीले पितृलाई अर्पण गरेर नुहाएर स्नान सकेर यहाँ गङ्गा मैयाको दर्शन गर्नु सक्नुहुनेछ। हामी गङ्गोत्री नदीमा गङ्गाको जहाँ उत्पत्ति भएको थियो यहाँ हामी आएका छौँ। सम्पूर्ण भक्तजनहरूले श्रद्धालुहरूले दर्शन गर्नु सक्नुहुनेछ है। गङ्गोत्रीजीको एक बार माथे में हाथ दीजिए ना पंडित जी। अब हाथ जोड़िए। दर्शनको लागि है, गङ्गा दर्शनको लागि लाइनमा यसरी बसिरहेको छौँ। यहाँबाट गौमुख जानु पर्यो, एकछिनमा गौमुख जान्छौँ हामी। अब यहाँबाट उकालो, यहाँबाट गौमुख जाने बाटो, गौमुख चाहिँ यहाँबाट उकालो हुँदै हुँदै जानुपर्छ। हामी लाइनमा छौँ।